चाहिँ हाम्रो नेपालको मुस्ताङ डोल्पा मनाङतिरको चाहिँ र मेटेरियल यस्तो भयो। यसलाई चाहिँ नेपालको फाइबर प्रोसेसिङले तपाईँको चाहिँ यस्तो र मेटेरियल बनायो र अनि यो सुधारिएको चर्खाबाट चाहिँ यो धागो बनेर कोनिङ भयो। यसलाई चाहिँ हामीले सल, स्वेटर, मफलर लगायत टोपी, मोजा, पन्जा लगायतका विभिन्न सामानहरू बनाएर बजारमा हाम्रो चर्खा सुधारिएको चर्खा भन्छ। पहिलाको चर्खा चाहिँ हाम्रो त्यस्तो थियो। अहिले जो सुधारिएको चर्खा तपाईँलाई थाहा छ कि थिएन? यो सुधारिएको चर्खा यहाँ एउटा दिदीले त्यो यसलाई ह्यान्डस्पुनको धागो बनाउँदै हुनुहुन्छ। यसरी डिटेलमा देखाउँछु। यो चाहिँ हाम्रै नेपालमा विशुद्ध 100% नेपाली प्रोडक्ट यसरी बन्छ। कतिपयले तपाईँहरू नेपाली पस्पिना हुँदैन भन्नेहरूलाई पनि यो महत्त्वपूर्ण हुन्छ र बुझ्न सक्नुहुन्छ। यसरी चाहिँ धागो, यो धागोको मोटाइ कति बनाउने कस्तो बनाउने भन्ने तपाईँ बनाउनलाई थाहा हुन्छ कि एउटै साइजको बन्छ? यो एउटै साइज, पातलो भने पातलै बनाउनुपर्छ, मोटो भने मोटै। ए हजुरले भनेपछि मोटो बनाउनु भन्यो भने मोटो नै बनाउन सक्नुहुन्छ। अहिले चाहिँ तपाईँले पातलो बनाइरहनु भएको छ कि मोटो? ठिक। यो कति एमएमको यसको साइज कत्रो भन्ने थाहा हुन्छ बनाउँदा कि हुँदैन? थाहा हुँदैन है। तर जे ओके, यो चाहिँ भनेपछि पातलोमा पर्यो। योभन्दा पातलो गर्न मिल्छ है। अच्छा, यो चाहिँ हाम्रो सुधारिएको चर्खा भयो। यसरी धागो हामीले बनाउँछौँ। त्यही धागोलाई अब हामी चाहिँ त्यही धागोलाई यसरी तानमा, यो चाहिँ ह्यान्डलुम अथवा हाते तानमा चाहिँ पस्मिनालाई बनाउने स्कार्फ, मफलर, ब्लाङ्केटहरू यहाँ बन्छ। यो चाहिँ निटिङ हो। त्यसैलाई हामीले चाहिँ स्वेटर लगायतका विभिन्न सरसामानहरू बनाएर बजारमा लिएर आएर बेच्ने गर्छ। फाइनल्ली चाहिँ अनि क्यासमिर हेभनले यस्तो यस्तो प्रोडक्टहरू बनाएर बजारमा लिएर आएर तपाईँहरू समक्ष होलसेल रिटेल सबै गर्छ है। यो चाहिँ फाइनल प्रोडक्ट भयो। हामीले चाहिँ यसलाई विभिन्न प्रोसेस पार गरेर नेपाली पस्मिना यसरी बजारसम्म लिएर आएर होलसेल र रिटेल गरिरहेछौँ। हजुरहरू कसैलाई पस्मिनाको ओरिजिनल सामान चाहिएको छ भने कृपया क्यासमिर हेभनमा सम्पर्क गरिहाल्नु। यो चाहिँ हाम्रो नेपालको मुस्ताङ डोल्पा मनाङतिरको चाहिँ र मेटेरियल यस्तो भयो। यसलाई चाहिँ नेपालको फाइबर प्रोसेसिङले तपाईँको चाहिँ यस्तो र मेटेरियल बनायो र अनि यो सुधारिएको चर्खाबाट चाहिँ यो धागो बनेर कोनिङ भयो। यसलाई चाहिँ हामीले सल, स्वेटर, मफलर लगायत टोपी, मोजा, पन्जा लगायतका विभिन्न सामानहरू बनाएर बजारमा हाम्रो चर्खा सुधारिएको चर्खा भन्छ। पहिलाको चर्खा चाहिँ हाम्रो त्यस्तो थियो। अहिले जो सुधारिएको चर्खा तपाईँलाई थाहा छ कि थिएन?